तपाईहरुले पनि टिकटक चलाउनु भएको धेरै भइसक्यो तर पनि एक सुको पनि अर्निङ गर्न सक्नु भएको छैन भने टिकटक क्रिएट हान्दिनुहोस्। नेपालमा बनेको अभियान एपले चाहिँ तपाईहरुलाई भिडियो र फोटोमा भ्युज आए बापत पैसा दिने भएको छ। तपाईहरुले यो एपलाई चाहिँ डाउनलोड गर्नको लागि मेरो डिस्क्रिप्सनमा मैले लिंक दिएको हुन्छु अथवा प्ले स्टोरमा गएर AVYAN भनेर सर्च गर्नुभयो भने तपाईहरुले त्यहाँ एप देख्न सक्नुहुन्छ र यो एपबाट चाहिँ तपाईहरुले कसरी कमाउन सक्नुहुन्छ के तरिकाबाट कमाउन सक्नुहुन्छ त आजको यस भिडियोमा म फुल्ली डिटेलली भन्नेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र हामी जाउँ अब मोबाइलको स्क्रिन तर्फ। एप डाउनलोड गरेपछि तपाईहरुले यहाँबाट ओपन गर्नु होला। ओपन गरेपछि तपाईहरुलाई यहाँ साइन अप भन्ने अप्सन देखाउँछ। साइन अपमा क्लिक गर्नु होला र यहाँ तपाईहरुको आफ्नो कन्ट्री छान्नु होला। हाम्रो नेपाल भनेपछि यहाँ नेपालमा छान्नु होला र तपाईहरुले यहाँ आफ्नो फोन नम्बर हाल्नु होला। मैले फोन नम्बर हालिसके र यति गरेपछि तपाईहरुले कन्टिन्यू भन्नेमा थिच्नु होला र तपाईहरुलाई चाहिँ तपाईहरुको फोन नम्बरमा चाहिँ कोड पठाउँछ आरएनएफले र त्यो कोड चाहिँ तपाईहरुले यहाँ हाल्नु पर्ने हुन्छ। मेरो कोड चाहिँ आइसकेको छ तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ 450978। मैले यति कोड हालिसके र मेरो यहाँ लगइन भइसकेको छ। यो चाहिँ मेरो अकाउन्ट पहिलेदेखि थियो तपाईहरुले हेर्न नै सक्नुहुन्छ। मेरो अकाउन्टमा चाहिँ 678 फलोवर्स छन् भने फलोइङ मैले 750 पहिला गरेको छु र मेरोमा चाहिँ लाइक यति छ हेर्न सक्नुहुन्छ। तपाईहरुले यसमा मेनली कमाउने भनेको चाहिँ भ्युजको आधारमा हो। तपाईहरुले चाहिँ यहाँ एभेन स्टुडियोमा जानुभयो भने चाहिँ तपाईहरुले यहाँ आफ्नो अर्निङ हेर्न सक्नुहुन्छ। अहिले मेरो मोनेटाइज भएको छैन त्यसैले मेरो NPR 0 रहेको छ। तपाईहरुले चाहिँ यो मोनेटाइज भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुभयो भने तपाईहरुले मोनेटाइज गर्न के क्राइटेरिया चाहिँ कम्प्लिट गर्नुपर्छ भनेर तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ। मेरो चाहिँ सबै कम्प्लिट भइसकेको छ मात्र एउटा मात्र भएको छैन जुन चाहिँ मेरो अकाउन्ट खोलेको 14 दिन भएको छैन। मैले अकाउन्ट खोलेको 5 दिन भयो। अबको 9 दिनपछि चाहिँ मैले मोनेटाइजेसनको लागि चाहिँ एप्लाई गर्न सक्छु र अबको 9 दिनपछि चाहिँ म तपाईहरुलाई मोनेटाइजेसन कसरी गर्ने भनेर तपाईहरुलाई डिटेल भिडियो चाहिँ म ल्याउने छु। त्यसैले च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र यति गरेपछि तपाईहरुले यहाँबाट ब्याक जानु होला। ब्याक गरेपछि तपाईहरुले ब्यालेन्स भन्नेमा क्लिक गर्नुभयो भने चाहिँ तपाईहरुले यहाँबाट चाहिँ विथड्र लिन सक्नुहुन्छ। तपाईहरुले अहिले चाहिँ इसियाबाट मात्र विथड्र लिन सक्नुहुन्छ। अब तपाईहरुले खल्तीबाट पनि पाउन त सक्नुहुन्छ तर खल्ती पेवाड चाहिँ पछि आउँछ कमिङ सुन भनेको छ र यति गरेपछि तपाईहरुले कमाउने भनेको भिडियोको भ्युजको आधारमा हो र तपाईहरुले अब आफ्नै ब्रान्डहरुको प्रमोसन गरेर पनि तपाईहरुले अब कमाउन सक्नुहुन्छ। आजको लागि यति नै। तपाईहरुलाई भिडियो कस्तो लाग्यो भन्न नबिर्सिनु होला र भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।